सबैभन्दा क्रिएटिभ एजमा क्रिएटिभिटीको यहाँ धुज्जा उडेको छ हाम्रो एजुकेसन सिस्टममा। त्यहाँ यस्ता बच्चाहरू निस्किन्छन् जस्तो कुनै फ्याक्ट्रीको कन्भेयर बेल्टबाट कोकका बोतलहरू निस्किन्छन्। एउटै रकम, एउटै लेभल, एउटै टेस्ट। किन चाहन्छौँ त हामी आफ्नो बच्चाले धेरै नम्बर ल्याएको? दुनियाँ धेरै नै बदलिसकेको छ। फेरि पनि हाम्रो तरिका त्यही छ। त्यही कोठा, त्यही बेन्च टेबल, त्यही ब्ल्याकबोर्ड। एउटा टिचरले 50वटा फरक फरक महान क्रिएटिभ माइन्डहरूलाई एक लट्ठीको सहारामा चलाइरहेको छ। जो सिस्टम 100 वर्षमा स्वयंलाई बदल्न सकेन, त्यसले हाम्रा ती कलिला बच्चाहरूलाई कसरी बदल्न सक्ला? त्यो समयमा अल्बर्ट आइन्स्टाइनले जोरले कराएर भनेका थिए, मान्छे सबै जेनियस छन्, तर तपाईँ माछालाई फोर्स गर्नुहुन्छ, जज गर्नुहुन्छ, रुख चढ्न सक्दैन भनेर। यस्तै बनेको छ हाम्रो एजुकेसन सिस्टम। माछालाई रुख चढाउन सिकाइरहेको छ, हात्तीलाई उड्न र बाघलाई घाँस चढ्न ट्रेनिङ दिइरहेको छ। महाभारत तपाईँहरूले हेर्नुभएको होला। त्यहाँ द्रोणाचार्यले पाण्डवहरूलाई उनीहरूकै योग्यता र क्षमताका आधारमा एजुकेसन दिएका छन्। कहिले भने ए अर्जुन, तिमी गदा चलाऊ, खुकुरी चलाऊ, भाला पनि चलाउन सिक, सबै कुराहरू तिमीले सिक्नुपर्छ। यदि तिमी एउटा विषयमा मात्र फेल भयो भने तिमी बेकुफ बन्नेछौ भनेर सिकाएको भए आज अर्जुन दुनियाँको कहिल्यै पनि सर्वश्रेष्ठ धनुर्धर बन्ने थिएन होला। यो कुरा हाम्रा पूर्वजहरूलाई राम्रोसँग थाहा थियो। हरेक बच्चा अलग अलग छन्। उनीहरूको यो कुरा पनि थाहा थियो कि मान्छा रुख चढ्न सक्दैन भन्ने कुरा। सबैको क्षमता फरक फरक हुन्छ, त्यसैका आधारमा पढाइन्छ। आज एउटा स्कुलले सबैलाई चलाइरहेको छ। सबैको भविष्य सत्यानाश बनाइरहेका छ। ती हुन् लाइल मेक्लोइ। उनको भनाइ साफ थियो, मान्छे कालो होस् या गोरो, तर दिमाग हाम्रो कन्ट्रोलमा होस् र हामीले भनेको गरोस् उसले। यस्ता महान सिस्टम गुरुकुल थिए नि, तहस नहस पारियो। जहाँ मान्छे त्यहाँ महालिक बन्थे। यी अङ्ग्रेजहरूले सबैलाई शिक्षाको नाममा नौकर बनाउन थाले। सबै ती मरेर गए, तर त्यो बीज हाम्रो दिमागमा खुलिएको छ। किताब पढ्नुपर्छ, स्कुल कलेज जानुपर्छ भनेर। नम्बर धेरै ल्याउनुपर्छ। आजको एजुकेसन सिस्टम भनेको शिक्षित बन्ने होइन, नौकर बनाउने हो। पहिला नेचर र क्याबिनेटको आधारमा पढाइ हुन्थ्यो, तर आज डिग्री A+, B+ आयो भने भगवान्, कम नम्बर आयो भने बेकारको गार्बेज होस् त भन्छौँ। के यो कागजको टुक्राले निर्धारण गर्छ कसैको जिन्दगी? कसले सिकायो यहाँ ठिकसँग बोल्न, कहाँ बोल्ने, के बोल्ने, कति बोल्ने, कसरी बोल्ने, कहाँ चुप बस्ने, सुन्ने कला के हो? कसैले सिकेनन्। धर्म, शिक्षा, परिवार, समाजले सिकायो त केवल पढेर राम्रो जागिर पाइन्छ। जागिर राम्रो भयो भने धेरै पैसा कमाइ हुन्छ, कमाइ पैसाले खुसी हुन्छ, यो सिकाए। कसैले यो सिकाएन कमाउने र बचाउने सिकाउने कुरा। एकपटक कमाएर कोही पनि यहाँ धनी गरिब बन्दैन। अनावश्यक रूपमा खर्च गर्न